गाडी चाहिँ यो हो BMW 4 सिरिज। म टनलबाट हिँड्दैछु सरर टनल छ। पछाडि चाहिँ पुरै भ्यू छ, तपाईहरु देख्न सक्नुहुन्छ। म एक्लै छु अहिले। रोकलेको पनि ठिकै भएछ, गाडी चाहिँ फोर्न होस् ताकि कस्टमरले कम्प्लेन नगरोस्। कस्टमरले कम्प्लेन गर्दैन गाडी उधोले छ भनेर क्या होला। म चाहिँ अहिले अब सिधा जाँदैछु। अगाडि पनि अलिकति देखाउँछु उहाँलाई, पछाडिकै हेरौँ एकछिन, अहिले देखाउँला अगाडि। हावाले मोबाइल मात्र होइन मान्छे उडाउला जाँदैछु। कतै साइड लगाएर अहिले म यो रुख बन्द गर्छु, किनकि धेरै बेर खुला राख्यो भने अहिले गाडीभित्र फेरि फोहोर भइदियो भने भर्खरै गाडी डेलिभरी दिनजना लाग्यो गाडी, कस्टमरले कम्प्लेन गरिदिन्छ। सो मैले चाहिँ अलिकति हेर्नुको लागि मात्रै भनेर गरेको। जाँदैछु गर्दै। रातिको समय छ, एक्लै छु। अब हुने नै को हो र, दिउँसो भयो नि एक्लै जहिले नि होइन। सो त्यही हो, अहिले चाहिँ एक्लै पनि म गइरहेको छु। साथीहरू रमाइलो गरौँ, एक्लै एक्लै भन्नु नि। अब पुलिसले देख्यो भने अहिले मलाई राति ए फाइन खायो मैले भन्ने हुन्छ। सो त्यहाँ पारीतिर हो सबै सहरहरू चाहिँ, बुर्ज खलिफा सलिफा यस्तो जाँदैछु। मौसम चिसो भइसकेको छ अलिअलि पनि। सो अहिले राति छलफल हेर्दाखेरि गर्मी छैन, चिसो चिसो पो महसुस हुँदो रहेछ। सो यस्तै चलिरहेछ। ऊ त्यो अगाडि त्यो रातो पिरो भइरहेको एक्जिबिसन भन्छ नि, के भन्ने अब त्यसलाई, आई डोन्ट नो। सो वाट म जाँदैछु टुवर्ड्स द एयरपोर्ट। त्यहाँनिर सिग्नल पनि ओपन भएको छ यतिखेर। म चाहिँ यता अगाडि आएर यता साइडतिर रोकेर यो गाडीको रुफ चाहिँ क्लोज गर्छु, किनकि अब धेरै बेर खोला राख्यो भने गाडी फर हुन्छ भनेर अघिदेखि भनिरहेको छु। सबै चाहिँ स्लो छ अनि मैले त्यति गर्नु पाइनँ। ल अघि भन्दा हेरेको थिएँ मैले बाटै पुरै। अब चाहिँ म यो बन्द गर्छु होइन, अब चाहिँ बन्द गर्छु यो, किनकि गाडीभित्र त्यसले छिटो छ भन्ने मलाई लागिरहेको छ फुल रूपमा। ए झन्डै लागेको मलाई। अब त जति कुदाइन हावा आउँदैन भित्र, सबै कुरा बन्द भइसकेको छ। अब त फेरि जाने हो नि होइन। ल म त स्पिडमै जान्छु अहिले, यतिखेर अब यहाँतिर कोही पनि हुँदैन, क्यामेरा पनि यहाँ प्रायः राखिन्न। इनकेस राखिहाल्यो भने केही छैन। स्ट्रिट वेमा छु म साथीहरू भन्दै। अब अरू नै कोही साथीहरू पनि भए पो रमाइलो हुनु। अब यत्तिकै एक करो कुदाउने जाने मात्रै हो यतिखेर जाने। ल यस्तो जानुपर्छ। यता साइडपट्टि चाहिँ त्यहाँ दुबई फ्रेम छ, त्यहाँ पर तपाईँले
तपाईँले देख्न सक्नुहुन्छ। दुबई फ्रेम यो सबै कुराहरू नजिकै छ। दुबई फ्रेम, बुर्ज खलिफा, अनि यो के अरे दुबई के अरे म्युजियम अफ द फ्युचर, सबै कुराहरू एकै ठाउँमा जस्तै छ, नजिकै एउटै ठाउँमा धेरै डेभलप भइरहेछ कि। सो या बाटो चाहिँ यही हो। म चाहिँ कुदेर गइरहेको छु। यो गाडीलाई भेट्यो भने नलाइसक्यो मैले, र चाहिँ भेटिसक्यो। यो चाहिँ अबुधाबीको गाडी रहेछ। यिनीहरू चाहिँ दुबईमा डराउँछन् भनेर चाहिँ नभनौँ, अब आफ्नो एक्सपिरियन्स हो, कहाँ कति कुदिएको छ भन्ने हुन्छ। मेरो गीत कहाँ बज्यो खोइ, मेरो गीत कहाँ पुग्यो? गीत पनि ताल बजिरहेछ त्यसका बाजे। यो एयरपोर्ट इन्ट्रान्स हो, के अरे पार्किङ इन्ट्रान्स एयरपोर्टको। सो अब यहाँनिर चाहिँ मैले टिकट लिनुपर्छ। गाडी टिकट आउँछ। त्यो टिकट लिने बित्तिकै यो ब्यारियर खुल्छ। मैले ब्यारियर खुलेपछि अगाडि गाडी बढाउँछु, सिधा जान्छु होइन। अब म गाडी पार्किङतिर अगाडि बढ्छु। यो चाहिँ दुबई एयरपोर्ट टर्मिनल 3 को अराइभल पार्किङ हो। डिपार्चर पार्किङ चाहिँ माथि छ। पार्किङ हेर्नु यहाँ दायाँ बायाँ कत्रो छ, कत्रो यहाँ पार्किङ कुरा गरेर साथै छैन। यहाँबाट छिराउँछु म पार्किङको लागि। गाडीको पार्किङ स्लट छ, त्यहाँनिर हेरेर गर्छु। खल्ली जेसिकोस् भनेर अब मैले चाहिँ यहाँनिर ल्याउँदैछु गाडी। यहाँनिरबाट यतैतिर साइडतिर राख्छु एकैछिनको लागि, पार्किङ नमिलेसम्म। सो मैले चाहिँ अब यहाँनिर पार्किङ भेटिया जस्तो लागेको थियो। यो पार्किङ हाल्छु म होइन। म चाहिँ अब दुबई एयरपोर्ट टर्मिनल 3 को पार्किङ एरियामा छु। गाडी चाहिँ मैले हेरेर दिइसकेको छु। सो अब मैले चाहिँ के गर्नुपर्छ भने एकछिन गाडीको स्क्र्याचहरू यताउता हेर्नको लागि चाहिँ भिडियो बनाउनु पर्ने हुन्छ। अनि यो सबै डिटेल्स मैले चाहिँ फाइनल भिडियो बनाइसकेँ। फेरि टोइलेटबाट होइन, टोइलेटतिर पनि लाग्छ मलाई।
बाहिर साथी आइसक्यो अरे सो आइसकेपछि त जानै पर्यो नि साथीले पनि अघि नै आयो भनेर अहिलेसम्म झुट बोलेर बसिरहेको छ भर्खर चाहिँ आइपुग्दै रहेछ चुतिया अब चाहिँ अघि गाडी डेलिभरी दिएर फर्किएको यो चाहिँ हाम्रो साथी हो उसले चाहिँ लिन आएको मलाई एयरपोर्टमा अनि चिल पारमा बसिरहेछ के जसरी भनेर चाहिँ भन्दिनँ म यहाँबाट साइड गएर यता बाहिरको भ्यू देखाइदियो नदेख्ने रहे चलो हम अभी एक गाड़ी कस्टमर को देके वापस आ रहे ऑफिस जा रहे इधर हमारा एक नाम तो नहीं निकलू क्योंकि ये बाहर सोशल मीडिया में जा रहा है इसका नाम असली खतरनाक नाम है सो स्टिल guys let's hope I'm gonna show you this kinds of luminous city of Dubai and maybe some people know about this bike Mashrik no need to say bro this guy the one guy who is making our vlog yeah then this is Dinesh. It's a Dinesh yeah very professional guy yeah okay but we kept his nickname. Now one of our colleague is coming, he will tell you. He's from Philippines, he will tell you what is his nickname. Okay, I will not tell, but he will tell you. Okay, because he don't know Hindi, he know English. So guys, this is our way. How we gonna go up here? These are the luxurious cars. And yeah, we are so close to our some sports cars here, which is already parked in display here. We call this is display, but we don't know. So let me see. This is the car from our company, and that as well. So we're gonna wait here to our colleague. This guy has already stopped the vehicle. Not vehicle. This our Bugatti. Bugatti kicks Bugatti. This is address is Skyview in downtown. Oh. Hi guys, welcome to Uptown Vlog. So we just picked him up and we're gonna go back to the office